नमस्कार। हामी अहिले माइतीघर मण्डलाबाट नयाँ बानेश्वरतर्फ कुलमान घिसिङको समर्थन जनाउँदै उपस्थित भइसकेका छौँ। आज राज्यले जुन गरिरहेको अन्याय अत्याचार व्यतिथिको विरुद्ध सचेत नागरिकहरू यसरी उपस्थित भएर सक्षम व्यक्तित्वहरूको समर्थनमा हजारौं लाखौं नेपालीहरू उपस्थित भएको छ। प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा खडा भएका राज्यले सचेत नागरिकहरूमाथि गरिएको दम्भको प्रतिफल आज माइतीघर मण्डलामा उपस्थित नेपाल विद्युत प्राविधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा लाखौं नेपाली नागरिकहरू सडकमा उपस्थित भएका छन् र यो देख्दै गर्दाखेरि
झारिदियो नयाँ बानेश्वर तर्फबाट चाहिँ माइतीघर मण्डलातिर अगाडि बढिरहेको छ। कुलमान घिसिङज्यूको लाखौँ समर्थनहरूले आज नयाँ बानेश्वरबाट चाहिँ माइतीघर मण्डलातर्फ अगाडि बढ्दै गरेको दृश्य तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेका छौँ। सम्पूर्ण सचेत नागरिकका समर्थनहरू माइतीघर मण्डलामा उपस्थित भएर राज्यले देखाएको यो दम्भको प्रतिकारका विरुद्धमा तपाईँ हामी सम्पूर्ण नागरिक एक हुनुपर्ने सन्देश दिँदै यो भिडियो तपाईँहरूमा राख्दछु। वरिष्ठ समाजसेवी सामाजिक अभियन्ता आशिका तामाङ पनि यस विरोध सभामा उपस्थित भइसक्नु भएको छ। उहाँ सदैव यस्तै राज्यले गरेको अत्याचार बेइज्जतीको विरुद्धमा सदैव सडकमा आएर आफ्नो प्रस्तुतिहरू समर्थनहरू जनाइरहनु हुने एक महान नारी हुनुहुन्छ। जनताभन्दा माथि कोही हुँदैन साथी। राजनीतिक प्रतिशोधको आडमा र सङ्ख्यात्मक हिसाबमा तपाईँहरूले आज जुन यस राज्यका नागरिकहरूमाथि गर्दै आउनुभएका अन्याय र अत्याचारको विरुद्धमा आज सडकमा यसरी लाखौँ नेपाली जनताहरू उत्रिएका छन्। अब यसको प्रतिकारमा सरकारले के कस्ता कदमहरू चाल्नेछन् भन्ने विषय हेर्न बाँकी छ। र आज माइतीघर मण्डलामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा लाखौँ नेपालीहरूले उपस्थिति जनाइरहेको यो दृश्य हामी तपाईँहरूमा आज राख्दैछौँ।
जनताको मान हो, कुलमान हाम्रो शान हो, देशको जनताको मान हो। उज्यालो नेपालका नायक कुलमान घिसिङ जिन्दाबाद। सम्पूर्ण आन्दोलन मित्रहरूलाई अब हामी आजको यस कार्यक्रम अगाडि आन्दोलनमा रहेका मूल ब्यानरलाई यहाँ अगाडि ल्याइदिनको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु। आन्दोलनमा सारिक हुने सम्पूर्ण मित्रहरू, हाम्रो यस आन्दोलन शान्तिपूर्ण ढङ्गले हुनेछ। कुनै पनि मुद्दावादहरू हुने छैन र राजनीतिक दलहरूको झन्डाहरू प्रदर्शन गरिने छैन। यो हामी अवगत गराउन चाहन्छौँ। यहाँ अब हाम्रो केही समय पछाडि नै यहाँ विशिष्ट व्यक्तित्वहरू, नागरिक अगुवाई व्यक्तित्वहरूले सबै महानुभावहरूलाई, आन्दोलनमा सरिक भएका सम्पूर्ण महानुभावहरूले यो चाहिन्छ 2 करोडमा पानीको व्यवस्था गरेका छौँ। तपाईँले पानी आफै लिन सक्नुहुनेछ।